साथै परीक्षा तथा मूल्याङ्कन समितिको सदस्य श्री हिरा कुमारी सुनवारलाई कापी वितरण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। क्रमशः नाम उद्घोष गर्छु। विद्यार्थी भाइ बहिनीहरू अगाडि आएर कापी ग्रहण गरिदिनु होला। आशा सुनवार, त्यसै गरी आशिक बहादुर सुनवार, अस्मी माया सुनवार, भमाया सुनवार, क्रमशः फटाफटी आइदिनु होला। समयलाई पनि हामीले मध्यनजर गर्नुपर्छ। त्यसै गरी विकास राई, विमल विश्वकर्मा, विमल सुनवार, देवी मगर, दीपशिका सुनवार, गोमा सुनवार, गोपी गजमेर, झिल्मा सुनवार, केश कुमारी सुनवार, कृष्ण कुमारी विश्वकर्मा, नवीन विश्वकर्मा, प्रेम बहादुर विश्वकर्मा, पूजा सुनवार, रबिन बानिया, राज सुनवार, रत्न कुमारी सुनवार, रेणुका सुनवार, संध्या सुनवार, सीता सुनवार, सुजन सुनवार, धन्यवाद सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई। यस विद्यालयमा रहँदा हामीले शिक्षण गराउँदा अथवा अनुशासन कायम गर्ने सन्दर्भमा होस्, विद्यार्थी भाइ बहिनीहरूलाई परीक्षा दिई सफल हुनका लागि अग्रिम शुभकामना दिँदै मेरो शुभकामना मन्तव्य यहीँ अन्त्य गर्छु। हवस्, नमस्कार। धन्यवाद। हामीले अध्ययन गरेर मनन गर्नुहुनेछ आफ्नो स्थिति कस्तो छ, के छ, आफूले केमा सुधार गर्नुपर्ने छ भन्ने कुराको गहन अध्ययन गरेर बाँकी रहेको अझै पनि हामी यहाँ सिईमा सहभागी हुन केही दिन बाँकी नै छ। सो दिनसम्म मेहनतका साथ लागि परेर यहाँ सिईमा सहभागी हुनु नै हुनेछ भन्ने अपेक्षा लिएको छु र म कार्यक्रमलाई नै अगाडि बढाउने निवेदन गर्दछु। समय हाम्रो हुरी बतासको समय छ। धेरै शिक्षक साथीहरूले पनि आफ्नो मन्तव्य, आफ्नो विद्यार्थी भाइ बहिनीहरूलाई शुभकामना मन्तव्य दिने इच्छा व्यक्त गर्न जानु भएको थियो, तर पनि समयको पाबन्दीलाई ध्यानमा राख्दै मैले कार्यक्रमलाई छुट्याउन गइरहेको छु। त्यसैले कक्षा 9का आयोजक कक्षा 9को विद्यार्थीहरूको समग्र विद्यार्थीको प्रतिनिधित्व हुने हुमा स्वीकार्नुहोस् मेरो नमस्कार। कक्षा 10 का दाजु दिदीहरूलाई यासी बोर्डको शुभकामना साथसाथै अग्रिम भविष्यको शुभकामना प्रदान गर्दछु। यति भन्दै मेरा भनाइ यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। ज्यू लगायत मेरा प्यारा सम्पूर्ण साथीहरूमा स्वीकार्नुहोस् म नवीन विश्वकर्मा तर्फबाट नमस्कार। हामी यस विद्यालयमा 10 वर्षदेखि अध्ययन गर्दै आइरहेको सम्झना तथा साथीहरूसँग घुलमिल भएको एउटा सम्झना हामी कहिले पनि बिर्सिन सक्ने छैनौँ। त्यसैले हामी यस विद्यालय छाडेर गए पनि यस विद्यालयमा बसेर पढेका साथीभाइहरूसँग रमाएका पलहरू हामी जिन्दगीभर भुल्न सक्ने छैनौँ।
त्यसैले हामी यस विद्यालयबाट बिदा भएर गए पनि यस विद्यालयलाई बिर्सने छैनौँ र हामीभन्दा पछिका भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने हामी यस विद्यालयमा अध्ययन गरेर पढ्दै गर्दा हामीले पढ्न गुरुहरूले जति भने जति पढ्न नसकौँला तर हामीभन्दा पछिल्ला ब्याचका भाइ बहिनीहरूले चाहिँ हामीले भन्दा बढी पढेर राम्रो अङ्क ल्याएर यसमा पास भइदिनु हुन म अनुरोध गर्दछु। यति भन्दा मेरो भनाइहरू यहीँ अन्त्य गर्छु। हस्, धन्यवाद।
त्यसैले विद्यालय सफल हुनको लागि तपाईँ हामी सबैजना सफल हुनुपर्छ। कोही एउटा व्यक्ति विशेष सफल भएर विद्यालय सफल हुँदैन। त्यसैले सबै सफल हुनको लागि तपाईँ हामी सबैको हातेमालो जरुरी छ। त्यसैले त्यो नतिजासम्म एसई को परीक्षासम्म हामी सँगसँगै हातेमालो गर्नेछौँ। बाँकी दिनहरूमा पनि सहायताको क्रममा कुनै मोडहरूमा कुनै बिन्दुहरूमा यात्राको मोडहरूमा हामी भेटिनेछौँ, सँगसँगै सहयोग गर्नेछौँ, होइन सहकार्य गर्नेछौँ भन्ने पूर्ण आशा व्यक्त गर्दै आउँदै गरेको अब एसई परीक्षाको यहाँहरूको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। सँगसँगै नजिकै हामीसँग 2083 आगमन भइरहेको छ। त्यसैले सम्पूर्णमा 2083मा म नववर्षको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी उपस्थित हुनुहुने अभिभावकज्यूहरूलाई पनि म के आग्रह गर्न चाहन्छु, यदि उपस्थित हुनुभएको छैन भने विद्यार्थी भाइ बहिनीहरू मार्फत म के आग्रह गर्न चाहन्छु भने विगतका वर्षहरूमा योभन्दा धेरै अगाडिका वर्षहरूमा मेरा बालबच्चालाई कसरी लाने कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा अभिभावकहरू ज्यादै सक्रिय हुनुहुन्थ्यो। तर अहिले पछिल्लो चरणमा हेर्दा विगत केही वर्षदेखि चाहिँ सम्पूर्ण जिम्मेवारी शिक्षकको जिम्मेवारी प्रहको जिम्मेवारी समग्र रूपमा चाहिँ विद्यालयको प्रधानाध्यापकले लिनु परेको जस्तो देखिएको छु मैले। अभिभावकको जिम्मेवारी परीक्षा केन्द्रहरूमा अभिभावकहरू जानुहुन्न, सम्पूर्ण रूपमा चाहिँ विद्यालयलाई सरहरूलाई जिम्मा दिएर जानुहुन्छ। त्यो तथापि पनि कतिपय अभिभावकहरू त जोडिन पनि आउनुहुन्न, उहाँले फोन सम्पर्क गर्नुहुन्न। मेरो बच्चाको पढाइ के छ, मेरो बच्चालाई कसरी व्यवस्थापन गर्ने, मेरो बच्चालाई परीक्षा केन्द्रमा कसरी व्यवस्थापन गरेर राख्ने भन्ने कुराको सहकार्य उहाँ गर्नुहुन्न। तथापि पनि हामी थाकेका छैनौँ। हामी अभिभावकको भूमिका निर्वाह गर्न पनि तयार छौँ, शिक्षकको भूमिका निर्वाह गर्न पनि तयार छौँ। त्यसैले बाँकी समन्वयमा नआउनुहुने अभिभावकहरूलाई पनि यहाँहरूले विद्यार्थी भाइ बहिनीहरू मार्फत कम्तीमा हाम्रो विद्यालय प्रशासनसँग समन्वय गर्नको निमित्त पनि यहाँहरूले त्यो समन्वयकारी भूमिका निर्वाह गर्नुहुनेछ र अन्तिम क्षणसम्म अन्तिम पलसम्म यहाँहरूको अनुशासन यहाँहरूको गहना हो। उक्त आभूषणलाई यहाँहरूले अन्तिमसम्म चाहिँ स्वीकारेर सर्वोपरि ठानेर परीक्षा केन्द्रमा सम्म यहाँहरूले प्रस्तुत गरिदिनुहुनेछ भन्ने पूर्ण आशा विश्वास का साथसाथै आजको यस कार्यक्रम लगायत सम्पूर्ण यो शैक्षिक वर्ष 2082 को एसई ब्याचसम्म पुर्याउनु हुने सम्पूर्ण शिक्षक साथीहरू लगायत यो कार्यक्रमलाई सबलीभूत बनाउनको निमित्त सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक मित्रहरू, हाम्रो आमन्त्रणलाई स्वीकारेर उपस्थित भइदिनु भएको अभिभावक विद्यालय व्यवस्थापन समिति लगायत सम्पूर्णमा पुनः यहाँहरूलाई हार्दिक धन्यवाद र शुभकामना व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्दछु। हस्त धन्यवाद। हामी यहाँ विदाई गरेर धेरै लामो समय र टाढा जाँदै छैनौँ, मात्रै हामी हाम्रो 10औं वर्षको यो विद्यालयमा रहेर पठन पाठन गर्दै लगानी भित्र्याउन एसई परीक्षामा सहभागी हुन जाँदैछौँ। तसर्थ सम्पूर्ण भाइ बहिनीहरूले हामीले विगतलाई सम्झेर दुःख र पीडा होइन कि आउने भविष्यलाई सम्झेर सदैव खुसी र सक्रिय हुनुपर्छ। विद्यार्थी भाइ बहिनीहरूलाई म यो भन्न चाहन्छु कि यो विद्यार्थी जीवन भनेको यस्तो हो जो एउटा विद्यार्थीहरूको स्टुडेन्ट लाइफ हुन्छ, त्यो फेरि फर्केर आउँदैन। दुःखमा सुखमा विभिन्न परिवेशहरू निहाल्दै विद्यार्थी भाइ बहिनीहरू 10औं वर्ष पार गरी एसई परीक्षामा सहभागी हुन जाँदै हुनुहुन्छ। यो हाम्रो एउटा ठुलो लगानी छ। यो एउटा हाम्रो घर अभिभावक बुवा आमा विद्यालयका गुरुवर्गहरूले दिनुभएको लगानीलाई सही सलामत सहज ढङ्गले भाइ बहिनीहरूले चाहिँ राम्रो अङ्क ल्याएर एउटा एसई परीक्षाको नतिजा जिटिए राम्रो ल्याउनु हुनेछ भने म सम्पूर्ण एसई सहभागी भाइ बहिनीहरूलाई अग्रिम शुभकामना पनि दिन चाहन्छु।